या मलाई भेट्न आउनु छ भने उहाँलाई छारी रोग छ भने मलाई भेट्न आउनु, यो चाहिँ 100मा छ स्योर। भूत प्रेत लागेको छ भने आफूलाई केही शरीरमा अप्ठ्यारोपन छ अथवा कुनै केही भइरहेको जस्तो छ अथवा आफ्नो छोराछोरी साइक्रेटी भइरहेछ अथवा कुनै टाइपको छ त्यस्तो लागेको छ शङ्का छ भने तपाईँ म कहाँ आएर एकचोटि देखाउनुहोस्। म कहाँ आउनको लागि केही टाढा छैन। तपाईँ काठमाडौँको ठ्याक्क जोरपाटी आउने, जोरपाटीबाट सिधै गोकर्णेश्वर आउने, गोकर्णेश्वरबाट सिधै सुन्दरीजल आउने, दो बाटो भन्ने ठाउँ छ त्यहाँ ओर्लिने। त्यहाँ ओर्लिसकेपछि यहाँ महादेव थान छ, महादेव थानमा आउने 9862441340 मलाई फोन गर्ने। मलाई आउनुभन्दा पहिले बिहान फोन गर्नुपर्छ। कुनै पनि भक्तजन मलाई भेट्न आउनलाई बिहान 6 बजे फोन गर्नुपर्छ। बिहान 6 बजे फोन गरिसकेपछि म भेट्छु, अन्त म बाहिर पनि गइरहेको हुन्छु। त्यसपछि 98 62 44 13 40मा मलाई फोन गरेर यहाँ आउनुभन्दा अगाडि पहिला कुनै बिरामीहरू लिएर आउनु छ भने तपाईँको जस्तो सुकै बिरामी होस्, कुनै टेन्सन कुनै केही नभइकन म तपाईँलाई आनन्द बिरामी उपचार गरेर मैले सक्दो गरेर पठाइदिन्छु। त्यसकारण तपाईँहरू विश्वास मानेर आउनुहोस्। तपाईँहरूलाई नराम्रो हुँदैन, तपाईँहरूलाई केही त्यस्तो प्रकारको कुनै छल कपट हुँदैन, तपाईँहरूले कुनै ठुलो दान दक्षिणा गर्नु पर्दैन। तपाईँहरू मन छ भने आउनुहोस्, नभए उही चोरहरूकहाँ जानुहोस्। म यही भन्न चाहन्छु।